नेपालको सबभन्दा पुरानो चिज फ्याक्ट्री अहिले 1952 मा स्थापना भएको एसियाको सबभन्दा पुरानो चिज फ्याक्ट्री र हाई एल्टिट्युड फ्याक्ट्री भएको त्यस बेलाको अहिलेको कम्पेयर गर्दा धेरै उत्पादन गरेको छ। म त्यहाँ काम गरेर म चाहिँ त्यहाँ 27 वर्ष भयो। हिजो म सुरुमा काम गर्दाखेरि त्यहाँ दिनको 700 लिटर आउँथ्यो भने अहिले दिनको 150 लिटर मात्र आउँथ्यो। त्यस बेला चाहिँ पहिला उत्पादन बढी हुँदाखेरि टुरिज्म कम थियो, जसले गर्दाखेरि हाम्रो चाहिँ यहाँ काठमाडौँमा पठाउनु पर्थ्यो। अनि चाहिँ अहिले चाहिँ उत्पादन कम, टुरिज्म बढी, अनि चाहिँ त्यहाँको बिक्रीकोलाई चाहिँ हाम्रो चाहिँ दिनको 150-60 लिटर मात्र उत्पादन दुध आउँछ। त्यसको बिक्री चाहिँ माथि लाङटाङमै नपुगेर यहाँबाट चिज लिएर बेच्नुपर्ने अवस्था हुन्छ। अब हामी प्याकिङ गर्ने सिस्टम छैन, हामी खुल्लामा बेच्छौँ। जस्तो एउटा डिटिसीले तोकेको मूल्य अनुसार 1 किलो बराबर 1880 रुपियाँ गर्छ, जसले गर्दा टुरिज्महरू अब जस्तो 100 ग्राम 200 ग्राम अब 2-3 किलो त्यसो गरेर लान्छ। अब एउटा उत्पादन गर्नु त हामी एउटा 2072 सालको भूकम्पले पनि तपाईँको चाहिँ 700वटा याकचौँडी मर्यो, 23 जना किसान मर्यो, जसले गर्दा त्यहाँ पनि उत्पादन निकै घट्यो। र एक त अब पहिला हिजोको मान्छेहरू चाहिँ मेरो बाउआमाहरू त्यहाँ गर्दाखेरि पढाइ थिएन, मेरो त्यहाँ गाउँलाई पढाइ थिएन। अहिले अब टुरिज्म आयो, अलिअलि एजुकेसन गरिदिएपछि गाउँतिरको मान्छेहरू बालबच्चाहरू पनि काठमाडौँतिर सहरतिर पढेर हुर्किन लाग्यो। हुर्केपछि तपाईँको चाहिँ गाउँ फर्किन कम भयो, जसले गर्दाखेरि तपाईँ याकचौँडी पलायन हुँदै गयो। बुढापाकाहरूले पढाउन सकेन, जसले गर्दा पनि तपाईँको चाहिँ याकचौँडी निकै कम हुँदै गयो। अब सरकारले पनि तपाईँको चाहिँ अब म त्यहाँ केन्द्र प्रमुख भएर म 14 वर्ष भएँ। अब विगत 8-9 वर्षपछि पहिला मैले चाहिँ यो स्थानीय सरकारसँग हाम्रो अफिसको डिडिसीसँग पनि समन्वय गरेर तपाईँको चाहिँ यो याकचौँडी पाल्नेलाई यसको संरक्षण गर्नुपर्छ। याकचौँडी पाल्नेलाई हामीले चाहिँ अब राज्यबाट के अनुदान हुनुपर्छ र पालिका या गाविसबाट पनि अनुदान हुनुपर्छ भनेर मैले चाहिँ समन्वय गरेको थियो। तर अहिलेसम्म अनुदानहरू केही उपलब्ध हुन सकेन, जसले गर्दा कम भयो। जुन अहिले पर्यटन व्यवसाय गर्ने होटेलहरू छन्, होटेलहरूले यहाँको चाहिँ चिज लिएर माथि याक चिज भनेर बिक्री गर्नेको त्यस्तो होटेलहरूमा चाहिँ छ। तर हाम्रो चाहिँ डिडिसीको अफिसले त्यसो गर्दैन। डिडिसीले अफिसले चाहिँ यदि त्यहाँको चिज नपुगेर गर्नु भने जस्तो हाम्रो शाखा त गदलाङ, तातोपानी अनि चन्दनबारीको तिरापरको त्यो याक चिज याक भनेर चौडीको चिज लिएर हामी चाहिँ त्यहाँ बिक्री गर्ने। दैनिक चाहिँ अब हामी चाहिँ दैनिक उत्पादन अनुसार त तपाईँको चाहिँ दैनिक असोज कार्तिक मङ्सिर 3 महिनामा त हामी चाहिँ दैनिक तपाईँको चाहिँ दिनमा 1500-20 किलोसम्म दैनिकको त्यहाँ चिज जान्छ। डिडिसीसँग हामी समन्वय गरेर डिडिसीले चाहिँ यहाँबाट चाहिँ उनीहरूको त्यहाँ ढुवानी भाडा चाहिँ नियमअनुसार डिडिसीको ढुवानीको भाडा नियमअनुसार निर्णय गरेर पठाउँछ, जसले गर्दा हामी या तातोपानी या गदलाङ अनि त्यो चन्दनबारी धुन्चेतिरको चिज लिएर हामी चाहिँ याक चिज हो भनेर हामी चाहिँ माथि केन्द्रमा बिक्री गर्छौँ। हाम्रो केन्द्रमा चाहिँ हिजो 5 जना किसानले चौँडी पाल्थे। प्रत्येक किसानले चाहिँ 40-50 लिटर दुध ल्याउँथ्यो दिनमा लिएपछि दिनमा 250-300सम्म हुन्थ्यो असार साउनमा। अब त्यस बेला चाहिँ हामी दिनमा चाहिँ 20 किलो 15 किलो 20 किलोदेखि 30 किलोसम्म चिज पनि बनाउँछौँ, जसले गर्दाखेरि अहिले अब यसपालि पनि 2 चौँडी गोठ बेच्यो। अब यसपालि अब हामी वैशाखदेखि उत्पादन सिजन सुरु गर्ने सिजन हो। अब त्यस बेला चाहिँ दुध अब दिनमा 50-60 लिटर दिनमा मात्र हुन्छ। त्यस बेला हामी 6-7 किलो मात्र उत्पादन गर्ने हामी लक्ष्य राखेको छौँ। मैले डिडिसीकोले पनि तपाईँको चाहिँ जानकारी गरेर निवेदनको अब किसानहरूको निवेदन पनि मैले बुझाएको छु। अब मैले आफूले पनि निवेदन दिएको छु। त्यहाँ अब डिडिसीले चाहिँ तपाईँको चाहिँ त्यहाँको दुधको मूल्य चाहिँ अलिकति बढाइदियो भने त्यहाँको किसानहरूले चाहिँ अझै त्यहाँको बच्चाहरू र अनि त्यहाँको किसानहरू होटेल साथसाथै अनि त्यहाँको फेरि याकचौँडी किसानतिर पनि पाल्ने उनीहरूको चाहिँ उद्देश्य राखेको छ। अब जस्तो हेर्नु न, एउटा 1 कप ब्ल्याक टीको तपाईँको चाहिँ 120-30 रुपियाँ पर्छ भने ब्ल्याक टीको हाम्रो अब 1 लिटर राम्रो दुधको क्वालिटीको दुधको तपाईँको चाहिँ 100 पनि पर्न आउँदैन, जसले गर्दा किसानहरू तपाईँको चाहिँ 1500-16वटा चौँडी पाल्नु र अनि तपाईँको चाहिँ 3 थरमा बाटोमा चिया बेचेर
त्यो फाइदा भएर तपाईँको चाहिँ याक चौँरियाहरू बेच्दै गएको देखिँदैछ। राज्यले चाहिँ अलिकति जस्तो अनुदानहरू भयो, जस्तो याक चौँरीले बिमा गर्ने कुराहरू भयो, जसले यो दुधको मूल्यहरू बढाइदिनु भयो, अनि त्यहाँको चाहिँ उनीहरूले चाहिँ के फेसिलिटी छ तपाईँको चाहिँ किसानको बिमा गर्नुपर्छ कि याक चौँरीको बिमा गर्नुपर्छ गरिदियो भने तपाईँको चाहिँ अवश्य नै किसान फेर्छ। किनभने हाम्रो गाउँको मान्छेहरू त यहाँतिर आउन मान्दैन, किनभने त्यहाँको वातावरण त्यहाँको चाहिँ क्लाइमेट चेन्जसँग उनीहरूको माथि हुर्किन्छ, माथि बस्न मन लाग्छ, जसले गर्दाखेरि तपाईँको चाहिँ अब यो क्लाइमेट चेन्जमा पनि तपाईँको चाहिँ हिमालमा याक चौँरी र त्यो यो मालहरू नभएपछि तपाईँको चाहिँ अब हिउँ पर्नै थियो। अब हिउँ नदेखेर हामी 2 वर्ष हुन लाग्यो। अब त्यहाँदेखि 5,000 मिटरमा पनि तपाईँको चाहिँ हामीहरू अब 4,000 मिटरमा बस्छौँ, हामी हिउँ छैन तपाईँको। अब यो मेरो विचारमा यो पहिला त हिजो म 15-16 वर्ष हुँदाखेरि हिउँ त हामीले चाहिँ तपाईँको चाहिँ ग्लेसियरहरू त छुन सक्थ्यो, हामी गएर चिया खाएर छुएर आउँथ्यो तपाईँको चाहिँ। अब अहिले त्यस्तोहरू छ। अब त्यो पहिलाको मान्छेहरू तपाईँको चाहिँ आफ्नो एउटा त्यस्तो घरहरू पनि एकदम सिमेन्टको घरहरू थिएन, जस्तोको घरहरू थिएन, जसले सोलरहरू पनि केही थिएन। अनि अब हिमालमा तपाईँको चाहिँ अब छेउछेउमा तपाईँको चाहिँ साउन भदौ असोज 3 महिनामा तपाईँको चाहिँ मल याक चौँरी पाल्ने टन्नै हुन्छ हिमाल वरिपरि नै तपाईँको चाहिँ। अब त्यो मलले गर्दाखेरि पनि तपाईँको चाहिँ पानी हिउँ धेरै पर्छ कि अब अहिले तपाईँको चाहिँ अब त्यहाँतिर याक चौँरी जाने चलन छैन अब त, जसले गर्दा तपाईँको चाहिँ त्यसको तापक्रमले हो कि के हो। अब त तपाईँको चाहिँ हामी यहाँतिर पो चिसो लाग्छ, हाम्रो लाङटाङमा पो गर्मी लाग्छ। घाँस अभावले त त्यस्तो होइन, घाँस अभावले त त्यस्तो होइन। पानी र हिउँ नपरेपछि घाँस त अलिकति त कमै हुन्छ, जसले गर्दाखेरि तपाईँको चाहिँ हाम्रो याक चौँरी पाल्नेहरूले चाहिँ घाँसको र घाँस याक चरीचरनकोले त हामी केही समस्या हुँदैन तपाईँको। 3 गोठ छ, 3 गोठमा त अहिले हाल भएको त तपाईँको चाहिँ 3 गोठमा अब 60-70 गोठा मात्र चौँरी छ, चौँरी याकहरू चौँरी छ। अरू कसैले तपाईँको चाहिँ याक त निकै पाल्न गरेछ। अब दुधको मूल्य छैन, आफूले तपाईँको चाहिँ त्यो घिउ बनाउनको लागि अलिकति मात्र दुध हुन्छ। अब चिज फ्याक्ट्रीमा चाहिँ तपाईँको चाहिँ यदि हामी चिज फ्याक्ट्रीमै यदि दुध दुहेर हामी चिज फ्याक्ट्रीमा बेच्छौँ भने त्यस्तो दुधहरू ल्याउँछ। याकको सङ्ख्या त हाम्रो त प्रत्येक घरको 116 दूरी छ, प्रत्येक घरमा याक सङ्ख्या छन् नि। त्यो होटलहरूसँग तपाईँको चाहिँ के भन्छ भने याकहरू चौँरीहरू पनि, किनभने हामीले आलु र फापर अलिकहरू अरू रोप्नको लागि त तपाईँको अलिअलि मल चाहिन्छ। यहाँको हामी चाहिँ यहाँको चाहिँ यो युरिया मलहरू लाँदिनँ, त्यसको मलको लागि त तपाईँको चाहिँ हामी अनिवार्य पाल्नै पर्छ कि त। अनि त्यसको लागि त आफ्नो चिया खाने आफ्नो घिउको लागि मात्र पाल्ने र चाहिँ त्यो मात्र गर्छ कि। अनि होटेलमा तपाईँको चाहिँ दहीहरू लागेर बेच्ने अनि त्यस्तो गर्छ। तर हामी डिडिसीमा दुध बेचेर डिडिसीमै तपाईँको चाहिँ ऊ गरेर पाल्छौँ भने त्यस्तोहरू चाहिँ अहिले 3-4वटा गोठ मात्र छ। दुधको मूल्य चाहिँ अब हामी चाहिँ दुधको क्वालिटी अनुसार हेर्छौँ, जति क्वालिटी फ्याट बढी हुन्छ त्यसको बढी पाउँछ। जस्तो 6.5 त्यस्तो निस्किने फ्याट, अब त्यस्तो त्यति फ्याट निस्क्यो भने तपाईँको चाहिँ 90 रुपियाँ 100 रुपियाँ पर्दा आउँछ।